आज चाहिँ बोसोवाला माछा पकाइन्छ। यहाँ चाहिँ तेल मसला प्याज टमाटर हर्दी प्याज र माछाको मसला हालिसक्यो। अब अलिक यसलाई डढ्नुपर्छ, अन्त त्यसको बाद टमाटर हाल्नुपर्छ। अब यो टमाटर हाल्छु। चलाउनुपर्छ मजाले। अब हर्दी एक चम्चा हर्दी लगाउनुपर्छ मजाले। अब यसलाई चलाउनु, मसला डल्नुपर्छ। यहाँ चाहिँ अलिकति झोल लगाएर मसला पकाउनुपर्छ मजाले हो, दामी पाराले बनाउनुपर्छ। अनि मसला पाकेपछि त्यहाँदेखि बोसोवाला माछा लगाइदिनुपर्छ, मजाले खानुपर्छ। कति पिस रहेछ? 1 2 3 4 5 6 7 8 9 पिस। मेरो चाहिँ फेरि माछा चाहिँ फेभरेट हो। अरू मासु मांस त्यति इन्ट्रेस्ट छैन।